दर्शकवृन्द नमस्कार। कृषि सन्देश युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज म तपाईहरूलाई मेरो करेसा बारीमा विभिन्न प्रकारको तरकारी खेती गरिएको भिडियो सामग्री प्रस्तुत गर्दैछु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द यहाँनिर चाहिँ हामीले प्याज रोपेका छौँ। यो थोरै प्याज हामीले चाहिँ भर्खरै रोपेका हौँ। यो चाहिँ हाम्रो आफ्नो दैनिक जीवनको लागि घरमा उपयोग गर्नको लागि चाहिँ हामीले रोपेका हौँ भने यस्तै गरी यहाँनिर चाहिँ रायोको साग छ। त्यस्तै गरी यतापट्टि चाहिँ हामीले काउली पनि खेती गरिरहेका छौँ। यसरी चाहिँ हामीले तरकारी खेती गर्दै आएका छौँ र यो चाहिँ करेसाबारीमा खेती गरिएको तरकारी हो। यहाँ भर्खरै काउलीको कोपीहरू चाहिँ फक्रँदैछ, लाग्दैछ। र यतापट्टि चाहिँ यहाँनिर हामीले प्याज खेती गरिरहेका छौँ। यहाँ प्याज पनि भर्खरै चाहिँ रोपेको, यो गोडमेल गरिएको छ। रोपेर चाहिँ एकपटक गोडमेल गरिएको छ भने यहाँ प्याजमा चाहिँ अलिकति खरानीको पनि प्रयोग गरिएको छ। त्यस्तै गरी यतातिर चाहिँ लसुन छ। लसुन सँगसँगै हामीले चाहिँ यहाँ कुसुवा बालीको रूपमा धनियाँको पनि प्रयोग गरेका छौँ। लसुन धनियाँको खेती गर्दाखेरि चाहिँ यसबाट राम्रै आम्दानी गर्न सकिन्छ। र अहिले यतातिर चाहिँ धनियाँ फुलिसकेको छ। यसरी चाहिँ हामीले लसुन, धनियाँ, साग लगायतको तरकारी खेती गरिरहेका छौँ। यहाँनिर चाहिँ यसरी लसुन अहिले टिपेर खाने बेला भइसकेको छ। त्यस्तै गरी यतातिर चाहिँ साग छ। यो चाहिँ साग भयो। फेरि यतातिर फेरि अर्को सिजनको लागि चाहिँ लसुन तयार हुँदैछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ साग, लसुन, धनियाँ, त्यस्तै गरी यो रायोको साग, विशेष गरी काउली लगायतको तरकारी हामीले खेती गरिरहेका छौँ। यो हाम्रो करेसाबारीमा खेती गरिएको तरकारीको दृश्य हो। र यस्तै गरी यतापट्टि थोरै जमिनमा हामीले चाहिँ यसरी प्याजको खेती गरिरहेका छौँ। यो चाहिँ प्याज सँगसँगै तपाईँले उता देख्न सक्नुहुन्छ। यो छेउछेउमा चाहिँ हामीले फेरि काउलीको बोटहरू लगाएका छौँ। काउली खेती गरिएको छ। त्यस्तै गरी धनियाँ, लसुन, काउलीलाई चाहिँ यसरी करेसाबारीमा कुसुवा बालीको रूपमा खेती गरिएको छ। र यसरी खेती गर्दाखेरि चाहिँ धेरै फाइदा हुन्छ। कसरी भनेदेखि थोरै जमिनमा पनि धेरै तरकारी खेती गर्दाखेरि यसबाट चाहिँ आफूलाई कुन तरकारी मनपर्छ त्यही तरकारी चाहिँ हामीले टिपेर प्रयोग गर्न सक्छौँ, खान सक्छौँ। र उतापट्टि चाहिँ तपाईँले देखिरहनु भएको छ मुला पनि छ। मुला खेती गरिएको छ। यसरी चाहिँ हामीले लसुन, धनियाँ, काउली, मुला लगायतको तरकारी खेती गरेका छौँ। यहाँनिर चाहिँ काउलीको खेती गरिएको छ। यो काउली चाहिँ अब यो उत्पादन लिने बेला चाहिँ हुँदैछ। यहाँनिर चाहिँ कोपी पनि लागिरहेको छ। यसरी चाहिँ हामीले करेसाबारीमा तरकारीको खेती गर्न सक्छौँ। सफल रूपमा हामीले खेती गर्नको लागि थोरै जग्गा जमिन पनि हामीलाई चाहिँ पर्याप्त मात्रामा हुन्छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यस्तो गजबले रायोको साग फलिरहेको छ। र काउली, रायोको साग, त्यस्तै गरी लसुन, धनियाँ लगायतको तरकारी यति थोरै जग्गामा यसरी चाहिँ हामीले तरकारी खेती गरेका छौँ। तपाईँहरूले पनि यसै गरी तरकारी खेती गर्न सक्नुहुन्छ। थोरै जग्गा जमिनको उपयोग गर्न सक्नुहुन्छ र यसबाट चाहिँ राम्रो आम्दानी पनि लिन सक्नुहुन्छ। आफूले प्रयोग गरेर, आफूले उपभोग गरेर बाँकी रहेको तरकारीलाई तपाईँहरूले बिक्री पनि गर्न सक्नुहुन्छ र आम्दानी लिन सक्नुहुन्छ। दर्शकवृन्द, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि तपाईँ कृषिसँग सम्बन्धित अन्य यस्तै प्रकारका जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यस कृषि सन्देश युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै नजिक रहेको बेल आइकनलाई पनि दबाउनुहोला। धन्यवाद।